क ख ग घ ङ च छ ज ज य त ठ ड ढ न अ प अन प फ ब भ म जे र ल ओ स ख स ह य गे छे तर भन्ने बेले बुवा गएर कत्रो काटिदिनु भयो पछिल्लो दिन गएर कत्रो काटिदिनु भयो अरू किन कि नामै काटिदिनु भयो नामै काटिदिनु भयो र बाख्रावाला लागेको उति 60वटा बाख्रा र भेडा गरी 60वटा बाख्रा भेडा ल्याएँ म अनि कसरी थाहा पाउनुभयो त क भनेर अहिले पढ्नु भएको त्यो उहिले परेको एकै दिन गएको त्यति मनमा हालेको थियो होइन ठिक छ यो टिकटक गराउनु भयो राम्रो कुरा यो चाहिँ हाम्रो हेडमास्टर दाइलाई थाहा छ कि छैन 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 होइन त उहाँले पनि केही भन्नुहुन्न अनि विदेश गएका दाइहरूलाई भाइहरूलाई छ कान्छालाई त परिस्थिति थाहा छ परिस्थिति थाहा छ हेर्नुहुन्छ होला होइन हजुर हजुर हेरिरहेछ कान्छाले हेरिरहेछ माइलाले के गर्छ माइले पठाइदियो माइलाले पनि हेरे होला जेठो भने माथि ऊ छैन नेट छैन फेरि माथि हो त्यसले हेरेको छैन तपाईँभन्दा पछाडि पर्नुभयो उहाँ हेडमास्टर त्यस्तै बोलिदिन्थेँ म एउटाले भए 70 होस् ओभरअल पनि एउटालाई भयो सब जनताभरि सब जाने जुम्ला हुम्ला मान्छे आउँथे उनी बेला न हत्या हुने त्यस्तै यस्तै भाइरस ओरपरबाट बाघले हुक्रुङ गरिकन सुत्न दिनु बाघ त त्यस जङ्गल त्यत्रो ठुल्ठुलो थियो जङ्गल ठुल्ठुलोमा बाघ हुक्रुङ सुते बेला हुक्रुङ गरेर बाघ आउँथ्यो बाघ आउँथ्यो तपाईँ त बिहा गर्नु भएको थियो मैले बिहा गरेको थिएँ मेरो बुढा त जान्थ्यो त फेरि मेरो बुढा तन्नेरी बस्न बुढा जान्थेँ म त घर जान्थेँ बुढा जान्थेँ नानीहरू जान्थे उपावाङ्गाभरि खनिने उताकाभरि यता खनिने बाटैमा गीत गाउने बाटैमा ठगान राख्ने कस्तो गर्ने कस्तो ए त्यसो ठुलो ठगान बस्न जानु हो नि हजुर हजुर ठगान बस्न जाने दाउरा हाम्रो 3 घन्टा 4 घन्टाको जान्थ्यौँ माथि बाया जाने बेला 3-4 घन्टाको हो पुग्थ्यौँ 3-4 घन्टाको तल घाँसको भारी बोकेर तल आउने बेला 2 बजे आउँथ्यो अनि माइत कहाँ अरे तपाईँको चुनमाङ हो बिजौरा ए चुनमाङ भन्नाले त्यहाँ त अलि नजिकै हुन्छ होला घाँस दाउरा गर्नु हो पनि तारै हो हो पनि तारै हो घर र माइत मिलेर मिलेको हो पनि तारै हो माइत कहिले दिनुभयो तपाईँ 15 वर्षमा भनेपछि त अब अहिलेको जस्तै लपसप गरेर आउनु भएको थियो होइन ठुला मान्छेहरूले ढक्लिएर फालेको दुःख पाओस् भनेर यति ढकिलेर दुःख जान्न भन्न पाइन्न थियो त्यति बेला जान्न भने पनि कुम्ला पारेल्ने त कुम्ला पारेल्ने हो कहाँ जाने त तपाईँको मोबाइल त ठुलो रहेछ त मागो कहिले किन्नु भएको अहिले ताजी किने हो टिकटक बनाउनुहुन्छ हजुर टिकटक बनाउँछु भनेर लाएर अघिबाट दुःख भयो हेरौँ त अघिबाट दुःख भयो अहिले अब यस्तो गरेर गर्छु भनेर आज गराउनु भएको यो मस्ती हेर्ने रहेछ नि त नि कोही त मस्तीले हेरेछ नि ल ल ल ल अनि आज गराउनु भयो यो पनि मैले पहिला नथाएर गराउनु पर्छ त्यस्तो गर्छ क्या त अरू बाजे त जुगा भइगएछ जुगा आयो मागो अनि यो पनि यो आफै गराउनु भएको हजुर हजुर मै गराउनु कहिले किनिदिनु भयो कि आफै किन्नुभयो मै किने त बर्खा कस्तो गराउँछु भनेर मनले सोचेँ क्या मैले बुढो मान्छे पनि यस्तो जोसिलो नाच्नुहुन्छ ल हुन्छ अब कुरा गरौँ है आमा है ठुली आमा हजुर थोरै कुरा गरौँ है होइन मागोलाई त्यो टाइमहरूमा सिकाउनु पर्ने हो ए फेरि नातिनी पनि आयो त नखाने त
लगेर त्यहाँ जा बस है ऊ खान्छौ नानी तिमी ऊ खान्छौ बाहिर खान्छौ जाऊ बाहिर खान्छौ जाऊ बाहिर खान्छौ जाऊ त्यहाँ बस नमस्कार आदरणीय दर्शक महानुभावहरू हाम्रो सम्पूर्ण युट्युब च्यानलबाट यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौँ आदरणीय दर्शक महानुभावहरू हामी गाउँको कथा गाउँको परिवेश र गाउँको कुराहरूलाई चित्रण गर्ने कोसिस गरिराखेका छौँ आज त्यही गाउँको कथा चित्रण गर्ने बेलामा एकजना हाम्रो 77 वर्षीय ठुली आमा हुनुहुन्छ हामी उहाँसँग कुराकानी गर्न लागिराखेका छौँ उहाँको जिन्दगीका दुःख अनि सुखका कथाहरू हामीले तपाईँहरूको बिचमा राख्ने कोसिस गर्नेछौँ भने अहिले उहाँ टिकटकमा पनि रमाइलो गरिरहनु भएको छ अथवा टिकटक बनाइरहनु भएको छ त्यो कुरालाई पनि हामी तपाईँहरूको अगाडि राख्ने कोसिस गर्नेछौँ एकजना वृद्ध आमाको मनमा कस्ता कुराहरू हुन्छन् दुःख सुखका कुराहरू अथवा आफ्नो श्रीमान नभएपछि कति पीडा हुन्छ त्यसको बारेमा पनि हामी कुरा गर्नेछौँ ठुली आमा निकै रमाइलो हुनुहुन्छ आज रमाइलो तौर तरिकाले नै हाम्रो कुराकानी हुनेछ हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गर्न पनि नभुलिदिनु होला अब हाम्रो ठुली आमासँग कुराकानी गर्नको लागि तपाईँहरूले अनुमति दिनुहुनेछ म ठुली आमालाई स्वागत गर्न चाहन्छु ठुली आमा नमस्कार नमस्कार आराम हुनुहुन्छ नि आराम त आराम हो खै आराम भन्दा पनि आरामै नभन्दा पनि खै के भनौँ टिकटक गराएर बिरामी त हुनुभएको छैन त्यो त बुढो मान्छे कति वर्ष हुनु पर्यो अहिले म 72 भए क्या हो 72 भए कति सालमा कति साल त 6 साल हो 6 साल हजुर 6 साल हो 72-73 वर्ष हो नि हजुर हजुर अनि एकदम आराम हुनुहुन्छ नि आराम त आराम हो अनि हजुरको नाम नि नन्दकला ओली हो नन्दकला ओली हजुर तपाईँका छोराछोरी कति हुनुहुन्छ हाम्रो दाइहरू छोराछोरी 5 भाइ नै छन् 3 भाइ छोरा छन् 2टा छोरी छन् नाति नातिना पनातिहरू अहिले त पनातिनी पनि छ नाति नातिना पनातिनी तपाईँ त भाग्यशाली मानिस हुनुहुने रहेछ होइन अब अरू परिवारको बारेमा कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ भनेर मैले सोधिहालेँ भने अथवा अरू मान्छेले भनिहाल्यो भने कहाँ हुनुहुन्छ कहाँ एउटा घरै मास्टर छ एउटा जापान छ एउटा दुबई छ हजुर हजुर दुबई छ छोरीबेरी उनको घर उहीँ छन् म एक्लै रमाउँछु बस्छु खान्छु अब के गरौँ तपाईँ यहाँ घरैमा हुनुहुन्छ घरैमा छु म एक्लै अनि दाइहरू भाउजूहरू उतै माथि हुनुहुन्छ हजुर हजुर हुन्छन् हजुर अब म ठुली आमासँग रमाइलो कुराकानी नै गरौँ नि हजुर यो टिकटक बनाउनु हुने रहेछ क्या यस्तो बुढो मानिसहरूलाई कसरी जाँगर चल्यो टिकटक बनाउने रहर लाग्यो के गरौँ त बसेर के गर्ने र भनेर गर्छु कस्तो हुन्छ भने अरूले गराउने बेला हेरेर रहल लाग्यो कि अथवा आफ्नो मनले मेरो मनले गर्छु कस्तो हुने रहेछ भनेर मनबाट आयो अब कहिलेकाहीँ बिहा पार्टीमा नाचेको त देख्छौँ के अरे हामी पुरा बुढो मान्छे पनि जोसिएर नाच्नुहुन्छ 15-16 वर्षको उमेरको जस्तो मलाई नाच्ने मान्छे बुढो भए पनि रहर बुढो हुने रहन्छ के रहर बुढो नभएर हो यो तपाईँको रहर अझै जवान छ अब यो टिकटक अगाडि पनि हामी हेऱ्यौँ अनौपचारिक कुराकानी गर्दाखेरि अनौपचारिक रूपमा बसाइ गर्दाखेरि तपाईँको मोबाइलमा आजै गराएको 3-4 वटा टिकटक रहेछ हजुर हजुर एकै दिनमा यस्तो गराउनु हुँदो रहेछ हजुर अनि यो टिकटक गराउने बेलामा अप्ठ्यारो हुँदैन त्यहाँ हेर्नलाई त तपाईँ नपढेको मान्छे गाह्रो हुन्न र पढेको छैन कि पनि जान्दैन अब जान्ने त के पनि जान्दैन त्यस्तै अनुमानले त्यस्तै कस्तो हुन्छ के हुन्छ भनेर गरेको हो कसले सिकायो त यो टिकटक गराउने बेलामा तपाईँले टिकटक गराउँदा मैले अघिबाटै नाचिरहेँ मेरो मनको रहरले यस्तै गरेँ यस्तै कस्तो हुन्छ भन्दै विचार गर्दै गर्दा यस्तै रहर लागेर सुरुमा खिचिदिने होला नि कसले खिचिदियो सुरुमा त केटाकेटीहरूले खिचिदिए नाति नातिनाले खिचिदिए कहिलेदेखि गराउन लाग्नुभयो टिकटक ताजी साउन भदौबाट गराउन लाग्यो हो त्योभन्दा अगाडि थाहा थिएन ए आजकल त आफै गराउने हुनुभयो हजुर आफै गराउँछु आज त एउटा टिकटकमा नाच्नुपर्छ है छोरी अहिले हुन्छ नाच्छु हुन्छ
पुरा यसरी जोसी जोसी नाच्नु हुँदो रहेछ टिकटकमा त होइन यस्तो बुढो मान्छेले थकै लाग्दैन थकेट रहर लाग्छ के थकेट लाग्यो भने रहर लाग्छ रहरले नाचेल्छु फेरि रहर लागिजान्छ होइन कहिलेकाहीँ मान्छे रुवाउने जस्तो अनि भावुक खालको त्यस्तो होइन दुखी खालको पनि गराउनु हुने रहेछ हजुर हजुर त्यो पनि हुन्छ कहिले एक्लै तपाईँको एक्लै हुन्छु कहिले शोक पनि हुन्छ कहिले सन्ताप पनि हुन्छ कहिले राम्रो पनि हुन्छ मान्छेको जातले कहिले राम्रो कहिले जादु पनि त हुन्छ अहिले त छोराछोरी बुहारी नाति पनाति सबै कुरा हुनुहुन्छ तपाईँको बुढा ठुलबानी त्यहाँ बितेको त अहिले 15-16 वर्ष भइसक्यो 15-16 वर्ष हजुर हजुर 15-16 वर्ष भइसक्यो 15-16 वर्षदेखि एक्लै हुनुहुन्छ छोराहरूसँग अहिले कोसँग बस्नुहुन्छ अहिले जेठासेठी बसिरहेको छु जेठासेठी बस्नु त बस्छु अब जोरा भएको र नभएको एक हुन्न हजुर अब दाइ भाउजूहरू पनि यहाँ हुनुहुन्न रहेछ कहिले रुएर बस्ने कहिले हाँसेर बस्ने कहिले नाम्रो मनसित खाने कहिले जाडो मनसित खाने त्यही त हो होइन मान्छेको जिन्दगीमा सबै पुरा हुँदैन त्यही भएर तपाईँभन्दा अगाडि ठुल्बा चाहिँ बितिहाल्नुभयो होइन अब अलिकति यही गाउँघरको त्यो पहिला ठुल्बासँग कुराकानी गरेकै कुराकानी गरौँ बसेकै कुराकानी गरौँ कति वर्षमा बिहा गर्नुभएको थियो तपाईँ बिहा गर्ने मैले 15 वर्षमा बिहा गरेको असाध्यै दुःख पाएँ मैले 15 वर्षमा 15 वर्षमा बिहा गरेँ मैले कस्तो घाँस काट्दा कस्तो घाँस काटिने के गरे पानी बने ताराको पानी कस्तो दुःख कस्तो विपत्ता पारेँ म अनि तपाईँको गाउँ त रोल्पा कस्तो दुःख भयो चैतेले दुःख भयो बेसी गरी दुःख भयो तपाईँको माइत डाला काट्ने कहाँ माथि फुलबारी बायाधुरी कहाँ हो घाँस काट्नु जाने भुइँ भटभटे ऊ बस्न आउँथ्यो बस्नु जान्थ्यौँ घाँस काट्नु जाँच बस्थ्यो जाँच आउँथ्यो म माथि बस्न आउँथ्यो भटभटे बस्थ्यो माथि फुलबारीमा त्यहाँ हेर्नु भएन बसेर उठेको त हेरेँ झप्पै त गइन बसेको नजिकबाट हेर्नु तर कति घन्टा जानुपर्छ त अब घाँस दाउरा कुरा पनि आइहाल्यो तपाईँ गाउँदेखि कति घन्टा हिँडेर घाँस दाउरा हाम्रो 3 घन्टा 4 घन्टाको जान्थ्यौँ माथि बाया जाने बेला 3-4 घन्टाको हो पुग्थ्यौँ 3-4 घन्टाको तल घाँसको भारी बोकेर तल आउने बेला 2 बजे आउँथ्यो अनि माइत कहाँ अरे तपाईँको चुनमाङ हो बिजौरा चुनमाङ भन्नाले त्यहाँ त अलि नजिकै हुन्छ होला घाँस दाउरा गर्नु हो पनि तारै हो हो पनि तारै हो घर र माइत मिलेर कहिले दिनुभयो तपाईँ 15 वर्षमा भनेपछि त अब अहिलेको जस्तै लपसप गरेर आउनु भएको थियो होइन ठुलो मान्छेहरूले ढक्लिएर फालेको दुःख पाओस् भनेर ढकेलेर दुःख जान्न भन्न पाइन्न थियो त्यति बेला जान्न भने पनि कुम्लो पारेर त कुम्लो पारेर कहाँ जाने त कति वर्ष हुनुहुन्थ्यो त्यति बेला ठुल्बा त्यस बेला त्यहाँ मभन्दा 5 वर्ष जिनुहुन्छ फेरि त्यसमा 20 वर्षको उहाँ त जवान भइसक्नु अनि अब ढकेलेर फाल्ने भन्नुहुन्थ्यो आजकल सम्झिने बेलामा त्यो चलन नभए हुन्थ्यो अनि भन्ने जस्तो लाग्छ अहिले त फोनैमा जान्छन् फोनैमा मोबाइलमा फोन गर्छन् जान्छन् त त्यसैले कति हुनु हामीलाई कस्तो दुःख हुन्थ्यो कस्तो ढक्ली जान्न भन्दा पनि कुम्ला पारी रुनै कस्तो गरी ढक्ली पठाउँछ गएर कस्तो दुःख हुन्थ्यो चाकी पिस्ने डाला काट्ने 70 जाने कस्तो दुःख हुन्थ्यो विपत्ता पारे घरमा पनि त्यही गर्नुहुन्थ्यो घरमा पनि त्यो माइत पनि त्यो पढ्न पाउनु भएन नै पढ्ने त के एउटा मेरो नाम पनि लेख्दैन मैले पढ्ने त्यति बेला त अलिकति क्षेत्री पढ्नुभयो तपाईँहरू अलिकति अरूभन्दा त क्षेत्रीहरू अलि चलाक हुन्छन् पढ्ने कुरामा पनि अलि पढ्थ्यो होला तपाईँले पढाउनु भएन मलाई पढाएन एक दिन गएर मैले पढेन भनेको एक दिन गएर मैले के भन्ने क ख ग घ ङ च छ ज ज य त ठ ड ढ न प अन प फ ब भ म जे र ल ओ स ख स ह य गे छे तर भन्ने बेले बुवा गएर कत्रो काटिदिनु भयो पछिल्लो दिन गएर कत्रो काटिदिनु भयो अरू किन नामै काटिदिनु भयो र बाख्रावाला लागेको उति 60वटा बाख्रा र भेडा गरी 60वटा बाख्रा भेडा ल्याएँ म अनि कसरी थाहा पाउनुभयो त क भनेर अहिले पनि पढ्नु भएको त्यो उहिले परेको एकै दिन गएको त्यति मनमा हालेको थियो त्यति एकै दिन गएको अघिल्लो दिन गएँ मैले नाम लेखेँ
उहिलेको एउटा खजाना रुपियाँ एउटा थियो एउटा खजाना रुपियाँ ल्याएर नाम लेखेँ नाम लेखेर ती क सिकाएँ ती मास्टरले क ख ग घ ङ च छ भने ती सिकाएँ ती पढेँ पछिल्लो दिन हाई बाख्रा लाग्ने मान्छे कोही भएनन् हाई भने गएर कत्रो नाउँ काटिदिनु भयो बुवाले काटिदिएपछि त अब कहाँ जाऊँ ग्वाला भयो फेरि अब ठुलो मान्छेको कुरा मान्नु पर्यो अनि अब त्यस्तो आजकल सम्झिनु भयो भने तपाईँले त छोरालाई त्यत्रो डिग्री पढाउनु भएको हेडमास्टर बनाउनु मान्छे कस्तो लाग्छ हामी पनि पढेको भए अझै योभन्दा पनि राम्रो हुन्थ्यो मैले पढेको भए मैले कस्तो गरेर आउँ के गरेर आउँ भन्ने लाग्छ पढिन मेरो नामै ल्याउन सक्दैन मैले के गरौँ अब के मनबाट आन्न के आन्न टिकटकमा बस्यो भने उहाँहरू बोल्नुहुन्छ म बोल्न सक्दिनँ पढे भए पो बोल्ने नि लेखा छैन पढे छैन कि छैन त्यहाँ टिकटकमा किन बोल्दैनस् भन्नुहुन्छ मैले लेखा छैन पढे छैन मैले के भन्नु बोल्ने आन्न आएन अनि अब तपाईँले छोरालाई यत्रो डिग्री पढाउनु भयो अनि आजकल खुसी हुनुहुन्छ आफू नपढे पनि म नपढे पनि छोराबाट त खुसी छु म छोरा छोरीहरू तिनीहरू खुसी छु म खुसी छु अब फेरि गाउँतिरै फर्क्यौँ तपाईँ फुलबारीको त्यो डाँडामा चाहिँ नि घाँस दाउराको कुरा गर्नुभयो अब तपाईँको गाउँ त अलिकति चौर भएको ठाउँ जस्तो पनि छ के अरे होइन त्यहाँबाट जाने बेलामा त पुरै धेरैजना खेरेर जानुहुन्थ्यो अरे कस्तो पहिले त्यस्तै खेरेर जानुहुन्थ्यो अहिलेको जस्तै पनि आजकलको जस्तै पनि सबैजना मिलेर जानुहुन्थ्यो मिलेर जान्थ्यौँ पहिला त मिलेर जान्थ्यौँ अहिले त सक्दैन होला म त अहिले सक्दैन होला घाँस दाउरा गर्ने बेलाको कुरा सुनाउनुहोस् न आमा ठुली आमा यो गीत गाउने गर्नुहुन्थ्यो गीत त गाउँथ्यौँ गीतहरू त गाउँथ्यौँ अलिअलि अलि गाउन पनि नलेख्या नपरेको गाउन पनि त अलि जान्दैन थियौँ ठेलान थुप्पा ठेलाएकै अलिअलि गाउने तर मनको कुरा भन्नेलाई अहिले त आजकलका जवान युवा युवतीहरूले त पुरै गीत पनि मोबाइलमा सुन्छन् अनि उति बेला त रेडियोमा सुन्नु पर्थ्यो रेडियो पनि हुन्न थियो कसैले कसरी थाहा पाउनुहुन्थ्यो गाउँका मान्छेहरूले गाएको सुनेर थाहा पाउनुहुन्थ्यो कि कहिले घाँस गाए बेला तारैको कहीँ वारिपारि गाएको सुनेर वारिपारि कोहीले गाएको सुनेर तपाईँ घरमा रेडियो थिएन पहिला के पनि थिएन अनि अब अलिकति ठुलबासँग तपाईँहरू के गर्नुभयो अब छोराछोरीलाई पढाउनु भयो एउटा त त्यो भइहाल्यो अनि त्यहाँ घर गोठालो गर्ने बेलामा घर बनाउनु भयो कि भएन घरहरू पनि नयाँ गराउनु नयाँ घर बनायो कहाँ ढुङ्गा तल ढुङ्गाले छाउनु भएको छ ढुङ्गाले छाएको ढुङ्गा मैले नापेर 8 पल्ट ढुङ्गा बोक्याम मैले 8 पल्ट 8 खेप ढुङ्गा बोक्याम मैले कस्तो गरी हत्या गरे ढुङ्गा ठुला फेरि बल्ल त बोल्ने चाहिँ हुँको भन्दा पनि मैले ठुला वरपर हाल्ने यत्रा दुईटा ठुला भन्दा पनि ठुल्ठुला छेउछेउमा हाल्ने ठुल्ठुला कुने ठुला दुईटा लिन्थेँ मैले फेरि बाटोमा सक्नुहुन्न थियो मैले फेरेर ल्याउँथेँ फेरि त्यस्तो सरसहयोग हुन्थ्यो अनि आजकलका केटाकेटीहरू त कहिलेकाहीँ झगडा पनि गर्छन् कान उमठा पनि गर्छन् मुख चितुर पनि गर्छन् तपाईँहरूको झगडा हुन्थ्यो झगडा भएन हजुर झगडा भएन फुलबाले खुबै माया गर्नुहुन्थ्यो अनि गाई भैँसी पाल्नुहुन्थ्यो अनि त्यो गाई भैँसीको दुध आफै खाने अनि घिउ आफै खाने हो कि बेच्ने पनि गर्नुहुन्थ्यो आफै खाने आफै गर्ने आफै घाँस काट्ने हो आफै गर्ने हो आफै खाने हो उसले त बिग्दैन थियो अलिकति पहिलाको प्रचलनमा चाहिँ यो क्षेत्रीहरू अलिकति झार रक्सी खाँदैन थिए अहिले त धेरै खाएको देखिन्छ उसले त उति बेला ठुलबारले खानुहुन्थ्यो नै उयो दुध खाने उयो काम गर्ने घाँस काट्ने उछ्री उयो खाने मल फाल्ने त्यो हो पुरुषहरू बस्ने अनि महिलाहरूले धेरै गर्ने प्रचलन थियो नि तपाईँको घरमा त्यस्तो थियो थिएन ठुलबारले त्यस्तो गर्नुहुन्थ्यो त्यस्तो अलि कहिले त गर्नुहुन्थ्यो अलि न्यु खोज्नुहुन्थ्यो कहिले तर सँगै काम गर्नुहुन्थ्यो हजुर कसैको घरमा त पुरुषले कामै नगर्ने हुन्छ
गर्नुहुन्थ्यो। अनि छोराछोरी भएपछि छोराछोरीले चाहिँ सघाउनु भयो काम गर्ने? ससुरी भएपछि सरसरीले पनि good लाग्यो अलिअलि। अगाडि बुहारी भन्नुभयो नि, बुहारी भएर जाने बेलामा 15 वर्षको मान्छे त्यो सासूसँग काम गर्ने बेलामा कति अप्ठ्यारो भयो? कति अप्ठ्यारो भएर म त बुहारीहरू भाइहरू माइत गइहाल्थेँ, मेरो काम हेरेर भाइहरू माइत गइहाल्थेँ, म त यस्तै रुनै आँसु यस्तो पुस्दै बारी खन्थेँ मैले। बारी खन्थेँ मैले रुन्दै भन्नाले अरू तपाईँको दिदी बहिनीहरू? मेरो दिदी बहिनीहरू तिनी पहिला जेठी मै हम, दिदी बहिनी साना थिए, बुहारी ओहरू देउरान जेठानहरू भाइहरू माइत गइहाल्थे, दुःख पाउँथेँ मै फेरि। दुःख पाउने मै हो। अब सानैमा बिहा गरेर सबभन्दा छिटो घरमा आउने होइन, दुःख पाउने पनि भयो। म दुःख पाउने हो मै। कत्रो जाँतो यत्रो जाँतो कत्रो छ ती सकिनुहोस् कि पिसाको पछि फेरि। उति बेला घट्टो पनि थिएन, मिल थिएन? थिएन, एक रातका मैले 3 थोक पिसेर पुर्याउने। 3 थोक अनि त्यति बेला कतिजना हुनुहुन्थ्यो? त्यति बेला परिवार हाम्रो 18 जना छौँ। 18 जनालाई पिनेरै खुवाउनु पर्यो? पेलेर खुवाउनु पर्ने। 18 जना छौँ जहाँ। अनि भात भान्सा गर्ने हुन्थ्यो कि भात भान्सा सासूले गर्नुहुन्थ्यो? भात भान्सा हामी हो गर्ने, सासू अलि बुढो हुनुभएको थियो, हामी सकिनस् कि हामी हो गर्ने फेरि। हामी हो गर्ने। घाँस दाउरा जाने, घाँस दाउराबाट आएर फेरि आएर गर्ने। दुःख थियो। अनि यो जेठिनी देउरेनीमा त अलिकति झगडा पनि हुन्छ अरे, तपाईँहरूको भएको भएन? भयो हुन्छ झगडा हुन्छ झगडा। कोही कोही त लुचालुच पनि गर्छ त्यो, तपाईँहरूको त्यस्तो भएन होला? त्यस्तो खै के भनौँ र, अलि हुने पनि गऱ्यो होला अलिअलि। हुन्छ हुन्छ। आजकल कति सम्झिनुहुन्छ? तपाईँ त घोराइमा हुनुहुन्छ अनि गाउँमा हुनुहुन्छ, जेठिनी देउरेनीहरू कति सम्झिनुहुन्छ? सम्झिन्छु। पुरानो दिनहरूलाई त बिर्सिनुहुन्छ होला नि? पुरानो दिनहरू त कता गइहाल्यो होइन? पुरानो त बिर्सिने गयो, अब नयाँ आयो फेरि। नयाँ आयो। अब अलिकति त्यही गाउँको कुराकानी गरौँ। यो झारा पनि हुन्थ्यो त्यति बेला? झारा हुन्थ्यो। झारा जानुहुन्थ्यो? झारा जान्थेँ म फेरि। के झारा हुन्थ्यो? बाटोघाटोको, स्कुलको नि? स्कुलको दिनको नि गएको हरेक झारा जाने दिनगनी जाने, झारा कता हुने जाने उयो हुन्थ्यो। झारा हुने बेला पनि बेस्चेर हुन्थ्यो झारा। छोराहरू पढ्न गइहाल्थे, झारा घाँस काट्ने हाल्ने, मेरो काम त झारा जाने, साँझ गएर घाँस काट्ने, फेरि पानी भर्ने, गराएर खुवाउने। कस्तो दुःख भयो। हजुर। अलिकति हामी चाहिँ पुरानो कुरा सम्झिँदाखेरि ठुलबा भइदिएको भए मलाई चाहिँ अलिकति कहिलेकाहीँ उदास हुने हुन्थेन भन्ने जस्तो लाग्छ कि? लाग्छ। त्यस्तो लाग्छ है? हजुर लाग्छ। कहिलेकाहीँ ठुलबाले सम्झेर रुनुहुन्छ? हजुर। एक्लै हुन अब हुन्छ नि मान्छे। कहिलेकाहीँ बिरामी हुने बेलामा भात भान्सा पकाउनु पर्यो होइन? नाति नातिनीहरू पनि भर्खरै आउनु भएखेरि पहिले त एक्लै बस्नु? एक्लै बस्छ। हजुर एक्लै बस्छ। अहिले पोहोरबाट आउनुला। त्यति बेला सम्झिनुहुन्छ? हजुर। अब यस्तो गाउँ घर अनि सम्झेर यहाँ आउने बेलामा गाउँघरको याद आउँछ कि आउँदैन? आउँछ। कहिलेकाहीँ जानुहुन्छ माथि रोल्पा? अहिले त गएको छैन, पोहोर गएँ दादी, अहिले गएको छैन, जाम भनिरहेछन्, गएको छैन। कहिले दुःख पिर लाग्छ, कहिले छोरीहरू हुन्छ, कहिले त जान्टा होला, घर हुन्छ। छोरी ठुली आमा। हजुर। अब तपाईँलाई म अलि पुरानो कुरातिरै सम्झाउँछु। यहाँ घोराइ आउनु भएको थियो कि थिएन पहिले यहाँ आउनुभन्दा अगाडि? पुरानो जमानामा क्या? पुरानो जमानामा मैले कलमको भारी 2 बास घिउ लिएर आएँ। कलमको भारी? कलमको भारी 2 बास घिउ लिएर। यहाँ घोराइ आउनु भयो कि कोइलापास जानु भयो? कोइलापास गएँ। कोइलापास? हजुर कोइलापास। कति वर्षको हुनुहुन्थ्यो त्यतिखेर? त्यस बेला त थिएन, 17, 18, 19 भयो नाम त्यस बेला। हिँडेरै आउनु पर्थ्यो है? हिँडेर मैले अरू त चप्पलै पनि लाइनँ, त्यस्तै चप्पल थिएन त्यतिखेर? थिएन चप्पल थिएन, त्यस्तै हरेरै खुट्टाहरू निल परेर उहिले बाटो कति जङ्गार पो तर्नु पर्छ भन्थे क्या? पुरै एउटै खोलामा 84 जङ्गार हो। त्यत्रो जङ्गार तरिकन पनि नसिद्धिने, खुट्टाहरू निल परेर फतफत हुने, साँझपट्टि त निल परेको। अनि जङ्गलमा सुत्नुहुन्थ्यो ओदारमा? त्यस्तै भुइँमा, ओदारै हुन्न त्यो, एउटा मान्छे भए ओदार होला, यस्तै भुइँमा सुत्थ्यौँ।
कति धेरै आउनुहुन्थ्यो मस्तै आउनुहुन्थ्यो लाइन लागेर लाइन लागेर आउँथ्यौँ जात्रा जस्तै नि जात्रा जस्तै आउँथ्यौँ बाटो न यसै कहिले सोतर पाए सोतर खेरेर ओछ्याउ नि नत्र त्यस्तै पल्टिन्थ्यौँ त्यस्तै पल्टिन्थ्यौँ अब एउटाले भए सोतर होस् ओह्रालो पनि एउटालाई भयो होस् अब जनताभरि सब जाने जुम्ला हुम्ला मान्छे आउँथे उनी बेला न हत्या हुने र त्यस्तै यस्तै भाइरस वरपरबाट बाघले हुक्रुङ गरिकन सुत्न दिन्न बाघ त त्यस जङ्गल त्यत्रो ठुल्ठुल थियो जङ्गल ठुल्ठुलोमा बाघ हुक्रुङ सुते बेला हुक्रुङ गरेर बाघ आउँथ्यो बाघ आउँथ्यो राति उठिन्थ्यौँ राति उठेपछि कसो भन्छ बोन त भयो नि बोनमा खाला भनेर डरले अबेला उठ्थ्यौँ राति उठिन्थ्यौँ हुक्रुङ गर्न आउँथ्यो बाघ तपाईँ त बिहा गर्नु भएको थियो मैले बिहा गरेको थिएँ मेरो बुढा त जान्थ्यो त फेरि मेरो बुढा तन्नेरी बस्न बुढा जान्थेँ म त घर जान्थेँ बुढा जान्थेँ नानीहरू जान्थे उपावाङ्गाभरि खन्दिने उताकाभरि यता खन्दिने बाटैमा गीत गाउने बाटैमा ठगान राख्ने कस्तो गर्ने कस्तो ए त्यसो ठुलो ठगान बस्न जानुभयो नि हजुर ठगान बस्न जाने अब अगाडि त्यही कोइलाबास आएको बेलाको कुरा नै गरौँ त्यति बेला तपाईँ कोइलाबास आउने बेलामा तरुण टन्नेर हुन्थ्यो होला त्यस्तो तरुण टन्नेर थिए कि थिएनन् त्यस बेला तरुण टन्नेर उन बेला थिए अरू कता थिए अब त म त आएको त भइए अरू कता थिए तरुण टन्नेर थिए अनि त्यो आफू त काम गरेर के गीत गाउने हुन्थ्यो र गीत गाउँथ्यो म त कामै मात्र हो घरै फुटीफुटी गरेर नि अरू त हट्थे थकान जान्थे थकान बस्थे रोटी जान्थे रोटी हाल्थे बाटोमा रक्सी लग्ने रोटी लग्ने बाटोमा खाने उहीँ बस्ने बिहान बेलुकी आउने उहीँ मातेर रोटीका डोकाभरि लोटाएर आउने गर्थ्यो त्यस्तो प्रचलन उहिलेको जमाना त उति बेला त मस्त रमाइलो हुन्थ्यो अहिले त एक्लै बस्छन् अहिले त एक्लै बस्छन् अब ठुलियामा आजकल त यो सहरमा हुनुहुन्छ तपाईँलाई बसेर अटेर लाग्छ अनि पहिले गाउँमा चाहिँ नि काम गर्ने बेलामा सङ्गी साथीहरूसँग घाँस दाउरा गर्ने बेलामा अटेर लाग्दैन थियो काममै व्यस्त हुनुहुन्थ्यो अनि त्यति बेला त पैसा पनि हुन्न थियो अरे भन्थे अनि कसरी गराउनुहुन्थ्यो पैसा पनि के हुन्न थियो त्यसो हैरान कहिले मानव मुठी गहुँ जौँ भयो भने तिलाई बेचेर गराउने नत्र कहिले एक दुई माना दुध भयो भने तिलाई बेचेर पैसा गराउने अरू के भएर आउन्न त्यो पैसा अनि धागो सागो काट्नुहुन्थ्यो धागो सागो काट्थ्यो अलिअलि धागोको कति हुन्थ्यो र उहिलेको जमानामा धागो पनि धेरै जान्न थियो किलाको 20 रुपियाँ 30 रुपियाँ हुन्थ्यो हुन्न थियो उहिलेको जमानामा हुन्न थियो उहिलेको जमाना त अब यो ए त्यसो भएपछि अरू केही नहुने जम्मै त्यही दुध दही बेचेर हजुर त्यो पैसा कपडा लाउने हुन्थ्यो कपडा किन्ने अरू रहर हुन्थ्यो होला सुन किन्ने कसरी हुन्थ्यो त हुन्न त्यो कहिले कोही वारिवारि कोही उहरूले दाइहरूले भाउजूहरूले आमा बुवाहरूले यता दिए भने हो तीले गराउँथे मैले माइतबाट अलिअलि दिन्थे न कहाँबाट हुन्थ्यो घरमा त हुन्न होइन फेरि घरमा पनि ऊ बहिनीले आफ्नै कुनाखे के अरे कुनाखे गरेर उनले गरे उयो लग्ने मैले गरिदिन्थेँ म कामै मात्र लगिदिन्थेँ मैले उयो गरेपछि भैँसी दुहेर अलिअलि घिउ अलिअलि दुध अलिअलि त्यही हो दुध पनि बिग्रिन्थ्यो थियो अलिअलि भयो घिउ अलिअलि आनासाना घिउ हुन्थ्यो न त के पनि हुन्न त्यो जमानामा तपाईँको त्यति बेला समय बेला तपाईँको ससुराहरूले भनेको सासूले भनेकै कुरा मान्नु पर्थ्यो कि कहिलेकाहीँ हामी यस्तो गर्छौँ भनेर उल्टा कुरा पनि गर्नुहुन्थ्यो तपाईँहरू नै मार्थे त्यस्तो गरेर त मार्थे हामी त उनकै कुरा मान्ने हो नि अहिलेको जस्तो थिएन उहिले त के पनि थियो र मार्ने जहाँ गए पनि उनले सोधेर हो जाने हो नि उनले सोधेर हो अनि श्रीमानलाई पनि सोधेर जानु पर्थ्यो कि श्रीमानलाई सोधेर हो सोधेर हो त्यति बेलाको जमाना त साह्रै कडा रहेछ आजकल कस्तो लाग्छ आजकलका केटाकेटीहरू पुरै दायाँ बायाँ कता घुम्छन् पुरा पशुपति जान्छन् कहाँ घुम्छन् अनि डोल्पा जान्छन् होइन मुस्ताङ जान्छन् त्यस्तो बेला आफ्नो छोरीहरूलाई छोडिदिन्छन् नि यो रमाइलो लाग्छ कि पहिलाको तपाईँको जमाना नै ठिक जस्तो लाग्छ पहिला त कति दुःख हुन्थ्यो कति अब अहिले त के दुःख छ र
अब बसेका छौँ मोबाइल चलाएको छौँ यहाँ आएर माथि जस्तो अघि जस्तो गाई भैँसा पालेको उ गरे भए पो दुःख होला र दुःख त छैन अब खालि सोख सन्तता हुन्छ। कतिवटासम्म गाई भैँसी पाल्नुभयो तपाईँको जीवनमा? मैले मेरो पालेमा 8वटा बल्ल गुरु 8वटा गरेर सबै गरेर 16वटा गाई र गुरु गाई गरिकन 16वटा भैँसा 8वटा भैँसा 8वटा। कतिजनाले धान्नुहुन्थ्यो त्यत्रो त साह्रै होइन र? त्यत्रो त जे छोरा पर्नमा जे छोरी पनि घाँस काट्दा काट्दै पहिलो गयो हो। मलाई सघाएको कान्छी छोरी हो दिदी भएर वनमा खेदाउँदै लग्दै बन्नु चराउँदै हैरान गरिकन पाल्थेँ मैले। उसले बुहारी पनि बिहा गरेको थिइनँ 50 गरेँ बिहा। मैले दुःख पाएँ साह्रै दुःख पाएँ मैले। त्यत्रो सम्पत्ति धान्नुभयो साह्रै दुःख पाएँ मैले। अब आजकल त्यो गाउँबाट फर्केर यहाँ टिकटकमा नाचेर तपाईँको फोटो पनि त्यहाँ देखिन्छ। हजुर 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 उहिले दुःख पाएर अहिले अहिले सुख होस् भनेर गरेको यो। ठुलियामा टिकटक बनाउनुभन्दा अगाडि यो मोबाइल पनि तपाईँसँग रहेछ। यो मोबाइल कसरी आफै चलाउनु भयो कि यो ठुलो मोबाइल त सानोमा त चलाउँछन् के अरे गाउँमा बुढाबुढीहरूले? त्यस्तै अब अलिअलि सिक्छु कि यस्तै मनको यो चलाएपछि अलि मनको बह जान्छ कि भनेर यो चलाउन अलिअलि लागेको अलि चलाउन सक्दैन भन्न सक्दैन गाली गर्छन् सँगहरूले हो सक्दैनस् किन चलाउँछस् मोबाइल भने गाली गर्छन्। मनले सन्छ दिन्न फेरि मनले सन्छ दिन्न र चलाउँछु। फोन सुन्ता गर्न सक्नुहुन्छ? उठाउने र फोन गर्ने? हजुर हजुर फोन गर्न सक्छु। उठाउने पनि उठाउने उठाउँछ हान्ने सक्दैन फेरि उठाउने र फोन गर्ने मात्र। जापान छोरा गएको छ भन्नुभयो उहाँ भाइसँग भेट हुन्छ कि हुँदैन? हुन्छ कुराकानी हुन्छ हुन्छ। अनि अर्को दाइ कहाँ हुनुहुन्छ अरे? दुबई हुन्छ दुबईसित नै हुन्छ कुरा। ए हुन्छ हुन्छ आजकल छोराहरू नजिकै छन् होइन तपाईँको मोबाइलमै छन्? मोबाइलमा छन् छोराहरू यहीबाट गर्छ। बुहारीहरू घर घरमा होला बुहारी घरै छन् अब छोराले गरे भयो बुहारी त छोरासित बुहारीले गर्छन् मसित छोरा र म गर्ने त हो। अब टिकटककै कुरा गरौँ। यो टिकटक गराउने बेलामा तपाईँ 73-74 वर्षको मान्छे। हजुर तपाईँको वरपर बस्ने चेलीबेटी दिदीबहिनी तपाईँको छोरी जस्तो उमेरका नाति नातिनीहरूले यो ठिक भएन किन गराउनुहुन्छ भन्नुहुन्न? किन गर्छस् त भन्छन् मलाई रहर लाग्छ फेरि एक्लै हुन्छु मनमा सोख सन्ताप हुन्छ गर्छु भन्छु मेरो मनले भन्छ फेरि मेरो मनले गर्छु बसेर के भनेर चलाउँछु भनेर मनले सन्छ दिन्न। होइन ठिक छ यो टिकटक गराउनु भयो राम्रो कुरा। यो चाहिँ हाम्रो हेडमास्टर दाइलाई थाहा छ कि छैन? छैन होइन त उहाँले पनि केही भन्नुहुन्न। अनि विदेश गएका दाइहरूलाई भाइहरूलाई कान्छालाई त परस्ती थाहा छ हेर्नुहुन्छ होला होइन? हजुर हेरिरहेछ कान्छाले हेरिरहेछ। माइलाले के गर्छ माइले पठाइदियो माइलाले पनि हेरे होला जेठो भने माथि ऊ छैन नेट छैन फेरि माथि हो त्यसले हेरेको छैन। तपाईँभन्दा पछाडि पर्नुभयो उहाँ हेडमास्टर। अब अलिकति यस्तो गरौँ तपाईँको उमेरका अहिले मान्छेहरू हुनुहुन्छ कि हुनुहुन्न तपाईँको उमेरका? मेरो उमेरका छैनन् नि? छैन। त्यसो भएपछि तपाईँको उमेरभन्दा तल्लो उमेरका त गाउँमा हुनुहुन्छ होला नि? छन् गाउँमा छन्। कोही यहाँ आउनु भएको छ कि छैन? आछैनन् घर त हालेका छन् आछैनन् उति छन्। ए अहिले तपाईँभन्दा कम अब भतिजा भतिजी अनि छोरी बुहारी जस्तो त यहीँ हुनुहुन्छ? तिनवटा छन् तिनवटा चलाउँछन् मोबाइल चलाउँछन् छन् यहीँ छन् तिनीहरू। अनि टिकटक बनाएर देखाउनु भएको छ कि छैन उहाँहरूलाई तपाईँको गाउँको इष्टमित्र छरछिमेकीहरूलाई? हेरेका छन् आफैले त यो गराउँछु भन्नुभएको छैन? उहरूले नातिनीहरूले गरिदिन्छन् भन्छु। नातिनी म सिप छैन जान्दैन नातिनीहरूले गरिदिन्छन् भन्छु। तर आजकल आफै सिक्नु भएको छ? अहिले अलिअलि म सिक्नु लाग्छु आजकल। अब कसरी त्यो भित्तामा बसालेहरू बनाउनुहुन्छ? हजुर भित्तामा बसाले हो। अनि यो जस्तो मोबाइलमा अब यो टिकटक अथवा अरू पनि हेर्नुहुन्छ होला भिडियोहरू यस्तो समाचारहरू सुन्नुहुन्छ? सुन्छु हो सुन्छु हजुर। युट्युब हेर्नुहुन्छ? हेर्छु। यो लडाइँहरू त हेर्नु भएको छैन?
गीतहरू हेर्नुहुन्छ होला गीत मात्र हेर्छु अरू हेर्दैन गीतहरू हेर्छु तपाईँहरूलाई पुरानो मान्छेहरू र पुरानो जमाना र अहिलेको जमाना तुलना गर्दाखेरि पहिलाको राम्रो कि अहिले धेरै राम्रो राम्रो त अब पहिला अहिलेको राम्रो पुरानो त दुःख भयो न मोबाइल चलायौँ न के गऱ्यौँ पुरानो त अब के गऱ्यौँ र अहिलेको त म कोहीले सिकाइदियो भने त मोबाइल चलाउँछौँ अरूले कोही आफू नजाने भने अरूले यस्तो गरिदेऊ उस्तो गरिदेऊ भनेर भए पनि मोबाइल चलाउने यताउति गर्छौँ नि अहिले त यो जमाना ठिक छ ठिक छ अनि तपाईँको नाति नातिनी अथवा छोरी भतिजी जस्तो मान्छेहरूलाई यो टिकटकबाट पनि मान्छे बिग्रिया छन् नि कोही टिकटकबाट बिग्रिया छन् अनि कोहीले फेरि यस्तै प्रेम श्रेम गर्दाखेरि उतै जाने त्यसपछि दुई चार वर्षमै डिभोर्स गर्ने यस्तो छुट्टिने कि यस्तो गर्छन् हो यस्तो मान्छेहरूलाई तपाईँ त जीवनभरि थुल्बासँग बस्नुभयो अनि आफ्नो सन्ततिहरूलाई यस्तो हुर्काएर यत्रोसम्म गराउनु होइन के सल्लाह सुझाव दिनुहुन्छ अब बुढो मान्छेले म ठिक सही ठाउँमा हो यताउति के पनि होइन यताउति गर्नु हुँदैन म पनि नगर्ने नाति नातिले कहिले पनि नगर्ने यस्तो यो मोबाइलमा जात्रो पनि नगर्ने राम्रो गर्ने जात्रो गर्नु पर्दैन राम्रो गर्ने सही गर्ने कोहीले जात्रो गरेछ नि फालिदिन्छु म त त्यो गर्ने पनि होइन त्यो पनि राम्रो लाग्दैन नि लाग्दैन लाग्दैन कहिलेकाहीँ फिल्म हेर्न जानुहुन्छ घुम्न फिल्म हेर्न गएको छैन अझै त जाने मन त गरिरहेको छु गएको छैन तर हेर्नु भएको छैन हजुर कहिलेकाहीँ फिल्म पनि हेर्नु होला गएको छैन जाने मन त गरिरहेको छु गएको छैन फिल्ममा त फेरि डुङडुङ डुङ डुस गर्छ दुलियामा होइन तपाईँले हेर्नु पर्यो के त्यही अनुसार पो टिकटकमा गराउने हुन्छ अनि त्यहाँ बुढाबुढीको रोल गराएका हुन्छन् त्यो पनि हेर्नु पर्यो ठुलियामा यो कागती रोप्नु भएको रहेछ तपाईँले होइन अनि यहाँ यो बासमती भन्छौँ के अरे गाउँमा त्यो बासमती पनि रोप्नु भएको अनि यहाँ त खेती धेरै अब आँप पनि रोप्नु भएको छ खुर्सानी पनि रोप्नु भएको छ गाउँमा जसरी बस्नु भएको थियो त्यसरी बस्नु भएको रहेछ अनि खानेकुरा त यहाँ चामल हुन्छ भात हुन्छ माथि ढिलो हुन्थ्यो कुन चाहिँ राम्रो लाग्छ बुढो मान्छेलाई खै राम्रो त आटा लाग्छ तर पाइदिँदैन फेरि कहिलेकाहीँ पठाइदिनुहुन्छ भाउजूहरूले कहिले कसैलाई त पठाइदिनुहुन्छ न खानेस लाग्छ अहिले यहाँ आएर यस्तो खानेकुराबाट अपच हुने अनि बिरामी हुने अस्वास्थ्य हुने यस्तो त भएको छैन अझै त भएको छैन कोरोना पनि त्यस्तो केही भएन कोरोना भएन नाचेरै जिताउनु भयो मैले नाचेर अब कोरोना नाचेर जिताउनु भयो आउँदा दिनहरूमा पनि अझै धेरै लामो समयसम्म अहिले 73-74 वर्ष हुनुभएको रहेछ अब तपाईँको लामो आयुको हामी चाहिँ कामना गर्छौँ अनि एकदम स्वस्थ रहनु होला खुसी रहनु होला पिर नमान्नु होला दुखी नहुनु होला है तपाईँ हामी फेरि अर्को कुनै बेलामा फेरि भेट हुनेछौँ है आमा आज कुराकानी गरिदिनु भयो कुराकानीको लागि धेरै धेरै धन्यवाद नमस्कार त्यसपछि तिनीहरूले कसरी गर्छन् त्यस्तो पनि गराउनु पर्यो अनि तपाईँले पनि तपाईँले के पनि गर्ने भन्दाखेरि गाउँमा चाहिँ हामी त यसरी कुराउनी गराउँथ्यौँ यसरी दुध दुन्थ्यौँ यसरी भैँसी पाल्थ्यौँ यसरी घाँस काट्थ्यौँ अनि हाम्रो लोग्नेहरूसँग यस्तो कुरा हुन्थ्यो भनेर पनि कहिलेकाहीँ बोलेर हाल्नु होला सक्नुभयो भने त्यहाँ रेकर्ड गर्ने हुन्छ होइन त्यो रेकर्ड गर्नेमा लगेर रेकर्ड गर्न लगाएर त्यो बोलेर राख्ने अब तपाईँको यो के अरे टिकटक पनि हामी पनि फलो गर्छौँ तपाईँको नाम के छ अरे टिकटकमा नन्दकला ओली ओके कति जति भयो होला